हेलो अल अफ यू र तपाईहरुलाई स्वागत छ मेरो आफ्नो करियरको फर्स्ट भ्लगमा है। र मेरो फर्स्ट भ्लग स्टार्ट हुँदैछ हाम्रो सिक्किम पेलिङ स्काइवकबाट है। र यो चाहिँ सिक्किमको नै मात्रै हैन, इन्डियाको नै फर्स्ट स्काइवक हो है। र यो चाहिँ हाम्रो पहिलाको चिफ मिनिस्टर सर मिस्टर पवन कुमार चामलिङले बनाउनु भएको है, उहाँको समयदेखिको हो यो। र आजको मेरो दिन सुरु हुँदैछ गेजिङबाट है। र म एका बिहानै गेजिङबाट स्काइवक जानुको लागि हिँडेको, म र मेरो साथी है। हल्का लङ राइडमा यहाँबाट नभनेको पनि 40 to 50 मिनट लाग्छ माथि स्काइवक पुग्नु। र बाटोमा हामीले दामी जग्गा एउटा राबदिन्जी भन्ने भेटिन्छ है, जुन चाहिँ हाम्रो ओल्ड किङ श्री पाल्देन थेन्डुप नामगेलको हो है। उहाँले हाम्रो यहाँनिर राज गर्नुहुन्थ्यो। र त्यतिकै बिस्तारै साथीसँग गफ गर्दा गर्दा हामी पेलिङ आइपुग्यो। र पेलिङको नजारा चाहिँ एकदमै मजाको थियो है, जुन चाहिँ हामीले क्यामेरामा क्याप्चर गर्नु पाएन, तर हाम्रो पेट्रोल चाहिँ क्यामेरामा क्याप्चर भइदिरहेछ है। र अब हाम्रो सबैभन्दा पहिलो काम चाहिँ के भयो भन्दाखेरि पेट्रोल पम्प खोज्ने है। पेलिङमा पेट्रोल पम्प कहाँ छ भनेर हामी कसैलाई पनि आइडिया थिएन। र हामीले यतानिर सोधसाद गर्दाखेरि चाहिँ यता पेट्रोल पम्प सुतिरहेछ भनेर हामीले सुनेको थियो है। र हामीले सुतेको पेट्रोललाई उठाउनुको लागि हामी पेट्रोल हाल्नु गयो। र पेट्रोल हाल्नु जाँदाखेरिको हामीले त्यहाँनिर अङ्कल पायो है, जुन चाहिँ साह्रै मजाको थियो, बोल्नु जान्थेन होइन। अन्त हामीले अङ्कललाई चाहिँ के भन्यो भन्दा 200 को पेट्रोल हालिदिनु, किनकि त्योभन्दा बेसी हाम्रोमा पैसा थिएन। अङ्कलले जबरजस्ती भए हालिदियो हामीलाई पेट्रोल। र हामी अब चाहिँ स्काइवकपट्टि जानुपर्ने हुन्छ है। र हामीले गियर्सहरू लगाएर, गियर्स भन्दा पनि के भन्नु, ग्लोभ्स, अगाडि मङ्की मास्क, अन्त हेलमेट लगाएर जानुपर्ने हुन्छ स्काइवकपट्टि। ल्या बाटो पनि यस्तै साँघुरो न साँघुरो, थर्केको हेर्नु यस्तै। आम्मामा आम्मामा, यो बाटो हेर्नु न, बाटो उकालो गोलाइ, फेरि चारजना के हेरेको कुनी एउटा बाँदर जस्तो घोप्टेको, गान्धीजीको 4टा बाँदर है। आम्मामा बाटो पनि पेलिङ बजारको राम्रो, त्यहाँदेखि उकालो फेरि यस्तो है, रोपिहाल्यो। तर के गर्ने, रोड बनाएन राम्रो। यस्तो बाटोमा स्कुटीहरू झन् साह्रै पार्छ नि, बाइक त जसो तसो जान्छ, अब स्कुटी त आम्मामा। र बाम जसो तसो गरी हामी फाइनली है गेट त आइपुगिसक्यो। अब गेटबाट छिरेर बाँकीको भिडियो हेर्नुहोस् ल। र यहाँनिर चाहिँ अहिले हामीसँग एउटा राम्रो कुरा भएको छ है, हामीले स्कुलको आइडी बोकेको थियो, त्यही भएर हामीले चाहिँ यहाँनिर टिकट काट्नु परेन हो, फ्री इन्ट्री भइरहेछ। अब स्कुल त अब हामीले सकेको नि हो, र अब आइडी बोकिराखेको नि त, काम लाग्दो रहेछ होइन। के भन्छ साथी? ठिकै हो फ्रीमा कलेज गर्छ भन्यो होइन सर, हामी त स्कुल पढ्ने मात्रै भन्यो होइन, जाऊ भन्यो नि त। अब फ्रीमा अब यहाँनिर घुमेर आइन्छ। सबसे फर्स्टमा हामीले मन्दिर जानुभन्दा अगाडि पहिला आफ्नो जुत्ता ओपन गर्छ है, किनकि अब जुत्ता लगाएर जानु त मिलेन नि त मन्दिरतिर। अब जुत्ता त खोल्यो, तर राख्नु चाहिँ कता राख्नु खाले भयो होइन। तर यसो यताउता हेरेँ, यता जुत्ता राख्ने एउटा ऱ्याक रहेछ है। अन्त हामी दुईजनाले जुत्ता यहीँनिर राख्यो। जुत्ता हराउँछ कि भन्ने साइको पनि भयो है, जुत्ता हरायो भने फेरि मेरो साथी रिसाउने हो, किनकि जुत्ता पऱ्यो त्यसको, मैले त लगाएर मात्रै आएको। र मेरो साथीको जुत्ता कसैले नलगोस् भन्दा म पुगेँ सिसाको पुलतिर। फेरि गेटमै दुईजना मान्छे बसेको है, सायद टिकट कलेक्टर होला, हाम्रोमा टिकट पनि छैन। र हामी बाल भएर भित्र गएको है। आम्मामा हेर्नु त सिसाको पुल छ यहाँनिर है। सबैजना आफ्नो आफ्नो फोनमा व्यस्त, कोही फोटो खिच्नु, कोही भिडियो बनाउनु है। यता चाहिँ बेसी जस्तो बाहिरको मान्छे रहेछ, अब हाम्रो भाषामा चाहिँ मधेसी है, बेङ्गोलीहरू। यो भिडियो बनाइसकेर मैले पनि यसो 1-2 फोटो खिचेको थिएँ, जुन चाहिँ यहाँनिर क्यामेरामा क्याप्चर भएन है। र यसरी नै यो सिसाको पुलमा 1-2 राउन्ड हानेर हामी यहाँबाट हिँडेको अवस्था, किनकि माथि टेम्पल पनि जानुपर्ने हुन्छ। तर अचानक मेरो मङ्की मुड एक्टिभेट भयो है, र मैले यहाँनिर 2 टक्सिङ हान्ने निर्णय लिएँ र 2 बजाएँ, केही भएन। र म शरम परेर यहाँबाट गइसकेको छु है। र जाँदा बाटोमा मैले को भेटेँ भन्दाखेरि हाम्रो छोटा डन, हेर्न सक्नुहुन्छ छोटा डन। र डनलाई साइडमा राख्दै हामी फेरि अगाडि बढ्यो है। डनको गार्ड रुम थियो चाहिँ मलाई चाहिँ डर लाग्यो। फेरि पछि हेरेको 4जना छपरी, 1जना डराउने, 3जना बाल। बाहिर निक्लेको साथीले तिर्खा लाग्यो भनेर थ्याप्पै बस्यो है। र मैले यताउता हेरेँ, पानी देखेँ, राइटपट्टि गएँ, आएँ, ल्याएर त्यसलाई पानी दिएँ, तर थाप्नु शरम मान्यो है। पछि हेऱ्यो, बोतल कता गयो भने ए त्यो रहेछ भन्यो, पानी थाप्यो, थ्याङ्क यू। अब पहिला भ्यू हेरौँ, अन्त मात्रै भित्र जाउँ।
र फेरि यहाँनिर यत्रो मार्ने देख्दाखेरि मङ्की एक्टिभेट, यसलाई घुमाउने अवस्था ल्याबहरू, यो ठिक छ सकला बिन्दु। अब रेला साइडमा एकछिन शान्त भएर भित्र गई मजाले प्रे गरिकन होइन यसो आशीर्वाद लिएर अब हल्का डुल्नुपर्ने हुन्छ है। र म चाहिँ यहाँ भित्तामा पेन्टिङ हेर्दै गर्दाखेरि मैले फेरि एकपल्ट भेटाएँ हाम्रो प्यारो छोटा डन। अब फेरि मैले रेलालाई साइडमा गरेर भित्ताको पेन्टिङहरू हेर्नु थालेँ। आर्टिस्ट चाहिँ मजाको रहेछ, मजाको आर्ट थियो। फेरि ती माथिपट्टि चाहिँ मान्छेहरूले आफ्नो विस माग्ने जग्गा पनि रहेछ जहाँ चाहिँ निकैजना मान्छेले आफ्नो विस मागिरहेको थियो है। अन्त फेरि एकपल्ट मैले क्यामेरामा आफ्नो घिनै लाग्दो थोप्रा देखाउँदै भए पनि कम्ती भ्लगिङ स्टार्ट गरेँ। यहाँ के बोलेँ मलाई म्याच छैन है, तपाईँहरू नसुनिदिनु होला, त्यही भएर मैले म्युट गरेर आफै रेकर्ड गरेर हालिदिइरहेको छु है, किनकि मेरो स्वर पनि राम्रो छैन, क्यामेरा पनि हाउडेछ। र यसरी नै गुम्पाबाट हामीले बिदा लियो र बिस्तारै हामी यहाँबाट फर्केर पहिला आफ्नो जुत्ता खोज्यो, ठिक छ कि छैन। जुत्ता त ठिकै रहेछ, हराएको भए त मेरो साथी रुइहालेको। र यस्तो गरी जुत्ता लगाई हामी यहाँबाट हिँड्यो, किनकि पल्लो गुम्पा जानुपर्ने हुन्छ है। र हामी चाहिँ भर्खर यता पर पछि गुम्पा भिजिट गरिसकेर भन्दा पनि प्रे गरिसकेर हल्का डुडलाल पनि गऱ्यो हो। अन्त अहिले त्यहाँनिर सानो गुम्पा छ भन्दैछ, कता छ पनि। गुम्पा त नामको मात्रै सानो रहेछ, तर भित्र पसेर हेर्दाखेरि त आफ्नो मन भरिने खाले ठुलो रहेछ। हेर्दाखेरि नै यस्तो सफा, यस्तो दामी, हेर्दाखेरि नै बसौँ जस्तो लाग्ने। र यसरी नै हामी यो गुम्पा पनि डुलडाल पारेर हामी यहाँबाट बिदा लियो है। फर्किँदाखेरि फेरि मलाई पिसाबले साह्रो पारेर म वासरुमपट्टि लागेँ। फेरि वासरुम खोलेन, खोल्दाखेरि पनि भित्र यत्रो अग्लो वासरुम। पस्नु त मै पसेको, तर निक्लिँदाखेरि चाहिँ कसरी अर्को निक्लियो है। र हामी चाहिँ फाइनली अब यहाँबाट फर्क्यो है, बिदा लियो हामीले। हाम्रो यहाँनिर छोटा डन रहेछ, अहिले किनबाट देखाउँछु हो। हाम्रो यहाँतिर छोटा डनहरू पनि आएको छ। अब चाहिँ हामी घर फर्किनुको लागि स्कुटी खोज्नु लाग्यो है। स्कुटी पनि हामीले नो पार्किङमा राखेको थियो, धन्नले कसैले केही गरिदिनु भएन रहेछ, धन्यवाद। र यसरी नै हामी अब स्कुटीमा चढेर घरपट्टि लाग्यो। अब फेरि त्यही खतम रोड, उकालो र ओह्रालो, खाल्टाङ र खुल्टुङ। र अब चाहिँ घुमिसकेर हामी पेट पूजा गर्नेपट्टि लाग्नुपर्ने हुन्छ, किनकि बिहानदेखि हामीले केही खाएको छैन। र क्यान्टिन गएर हामीले एक प्लेट टाइप अर्डर गर्छ है। मेरो साथीले त खानु पनि थालिसक्यो। अब म खाऊँ भने हेलमेट खोलेको छैन, र हेलमेटसँगै खाइदिने भने सोचेको थिएँ 1 घन्टा खान्छ हेलमेटसँग। एउटा टाइपोले भुँडी नगएर फेरि हामी लाग्यो लाफिङ खानुपट्टि है। र साथीले चाहिँ हाम्रो लाफिङ टिप्नै जानेन, चपस्टिक चलाउनै जानेन, मैले खाएर देखाइदिएको छक्कै पऱ्यो। र साथीले लाफिङ खाएको त्यसको रियाक्सन हेर्नु सक्नुहुन्छ तपाईँले, आइसला है। र हामी चाहिँ भर्खर यहाँनिर लाफिङ खाइसकेर यताबाट चाहिँ हिँडेको है। अब डाइरेक्ट हामी चाहिँ रुम जानुपर्ने हुन्छ। र म चाहिँ यतानिर हावा चढ्नुपट्टि लागेँ है। फ्रीको चिज गोजीमा हालिहाल्नुपर्छ भनेको जस्तै फ्रीको हावा टायरमा हालिहाल्नुपर्छ। यता हाम्रो पेट्रोल पम्पमा हावा फ्रीमा पाउँछ, त्यही भएर फ्रीको चिज किन छोडिदिनु भनेर मैले हावा लगाउन लागेँ। र अहिले चाहिँ हामीले भर्खर यता त्यहाँ माथिबाट आएको है। यता अहिले घामले गर्दा राम्रो देख्दैन, क्यामेरा पनि त्यति राम्रो छैन होइन। हाम्रो रुम तपाईँलाई देखाउनु पऱ्यो भने चाहिँ रुमको अवस्था यस्तो छ। अब यो चाहिँ मेरो भिडियो पनि अब सायद लास्ट पार्ट होला है। हेरिदिनु भएको व्यक्तिमा धन्यवाद। मन पऱ्यो भने लाइक गरिदिनुहोस् होला, अरू जे गरे पनि नगरे पनि लाइक चाहिँ गरिदिनु मन पऱ्यो भने होइन। जस्तै भिडियो चाहिँ भविष्यमा मेरोबाट आउँछ 2-3 वटा, मन परेको बेलामा हाल्छु होइन। हेर्दै गर्नुहोस्, सपोर्ट गर्दै गर्नुहोस्, धन्यवाद।